हेलो नमस्ते, म निकेश महत। म आज चाहिँ अब इन्डिसेस च्याप्टरको कुरा गरौँ। इन्डिसेसको क्वेसनहरूको सल्भ गर्नुको लागि सबैभन्दा छिटो सल्भ गर्ने अथवा सबैभन्दा सजिलो पाराले सल्भ गर्ने हो भने चाहिँ तपाईँहरूले के गर्नुपर्ने हुन्छ भने पाँचवटा जति रुल्स छ, अथवा त्यसले ट्रिक्स भन्दा नि भयो, रुल्स भन्दा नि भयो। त्यो रुल चाहिँ तपाईँले रट्नुभयो अथवा सजिलैसँग आउँछ भने त्यो रुल युज गरेर सबै खालको क्वेसनहरू सल्भ गर्न सकिन्छ, एक्जाममा आउने पनि अथवा प्र्याक्टिस गर्ने पनि। त्यसलाई सबैभन्दा सुरुमा हाम्रो रुल के छ भने a को पावर n इन्टु a को पावर n भनेको चाहिँ के हो त भनिन्छ। a को पावर m इन्टु a को पावर n भनेको चाहिँ a को पावर m प्लस n यो हुने रहेछ है। अब यसमा n भनेको जस्तै बाट के पावर राख्थ्यौँ, a को पावर n छ इन्टु a को पावर 2 छ भने चाहिँ अब यसलाई के गर्न सकिन्छ भने के माथिको रुल युज गरेर यो भनेको चाहिँ a को पावर 1 प्लस 2 हुन्छ है त। यसलाई हामीले के लेख्न सकिन्छ, a को पावर 3 लेखिन्छ अथवा a क्युब भन्न सकियो हो। यस्तो बनाउँदै सल्भ गर्नुपर्ने हुन्छ। त्यही भएर यो नम्बर 1 को रुल पनि धेरै नै इम्पोर्टेन्ट छ। अर्को नम्बर 2 को रुलमा के गरौँ भने a को पावर m प्लस अथवा डिभाइड a को पावर n यो भनेको चाहिँ के होला त भन्दाखेरि a को पावर m माइनस n हुने रहेछ है त। अब यसलाई एउटा कुनै भ्यालु राखेर गर्दाखेरि a को पावर m भएको ठाउँमा a को पावर 1 राखौँ अथवा अनि a को पावर n भएको ठाउँमा a को पावर 2 नै राखौँ। अब यसलाई के भन्नु मिल्यो, यो रुल यो हेरेर a को पावर 1 माइनस 2 भन्न सक्यो। अब यसलाई के लेख्न सक्यो, a को पावर माइनस 1 लेख्न सक्यो। यो a को पावर माइनस 1 ले अरू केही कुरा लेख्न पनि मिल्छ, तर अहिले यो रुलमा चाहिँ अहिलेको लागि यतिसम्म छोडिदिउँ है। अनि अर्को अब हाम्रो नम्बर 3 को रुलमा के छ भने a को पावर m ब्राकेट n यो भनेको चाहिँ के हो त भन्दाखेरि a को पावर m n हो है त। अब यसलाई सजिलो पाराले के लेख्न मिल्यो भने a को पावर m भनेको 1 राख्थ्यौँ, a को पावर n भनेको 2 राख्थ्यौँ। यसलाई के भन्छखेरि 1 2 यो भनेको चाहिँ a क्युब। यो रुलले चाहिँ के भन्दो रहेछ भने यस्तो खालको यहाँसम्म पुऱ्याउनुको लागि यो रुल युज हुने रहेछ। अब फोर्थ नम्बरमा के छ भने a को पावर माइनस n भनेको के हो त, a को पावर माइनस n भनेको के हो, a को पावर माइनस 1 भनेको के हो। अहिले हामीले के लेख्न मिल्यो भनेखेरि a को पावर 1 डिभाइडेड बाई a को पावर n लेख्न मिल्यो, a को पावर माइनस n लाई। त्यसरी नै यो माथिको a को पावर माइनस 1 भनेको चाहिँ के लेख्न मिल्यो त 1 बाई a को पावर 1 लेखौँ अथवा 1 बाई a लेख्दा नि भयो है त। त्यही भएर हामीले छोडेको यो चाहिँ किनभने यो यसको लागि छुट्टै रुल भएको कारणले गर्दाखेरि मैले तपाईँलाई छोडेँ। अब नम्बर 5 मा के रुल छ भने a को पावर 0 भनेको के हो त। अब a को पावर 0 यहाँ किन n आएन किन m आएन भन्ने कुरा छोड्नु। जस्तै अब कुनै म्याथको प्रोब्लम चाहिँ यसमा आएर टुङ्गिन्छ र यसमा आएर टुङ्गेपछि यसको यहाँ डाइरेक्ट एन्सर दिन मिल्दैन, किनभने यो सबैजनाले बेसिक थाहा पाउनु पर्ने हुन्छ यो a को पावर 0 भनेको के हो भनेर। त्यही भएर a को पावर 0 ले के लेख्न मिल्यो 1 लेख्न मिल्यो है त। अनि b को पावर 0 ले के लेख्न मिल्यो 1 लेख्न मिल्यो। a इन्टु a को पावर 0 इन्टु 1 छ भनेले पनि कति लेख्न मिल्यो a को पावर 1 लेख्न मिल्यो। यस्तोमा सल्भ हुन्छ यो क्वेसन चाहिँ। यो सोल्युसन यो फेरि रुल चाहिँ बुझ्ने भने धेरै सजिलो नै छ। अब यो रुल 5वटा चाहिँ तपाईँहरूले जस दिमागमा राखिराख्नुपर्ने हुन्छ, किनभने यो 5वटा राखेपछि चाहिँ दिमागमा छ भने एक्जाममा आएको इङ्ग्लिसको क्वेसनहरू सबै सल्भ गर्न सकिन्छ। र एउटा टिप्स एन्ड ट्रिक्स के छ भने प्रायः जस्तो एक्जाममा आउने इङ्ग्लिसको क्वेसन अन्तिममा 1 मै सकिन्छ है त। अब त्यो अरू सोल्युसनहरू अब प्रोब्लमहरू अर्को भिडियोमा गरौँ। अहिले चाहिँ हामीले के गरौँ भने यति रुल चाहिँ यो इन्डिसेसको यति रुल चाहिँ मजाले प्र्याक्टिस गरौँ यो रुल युज गर्दै, अथवा यही रुल एकचोटि प्र्याक्टिस गर्नुभन्दा अगाडि यो रुल एकचोटि मजाले हेर्ने। यहाँ हिन्दी राम्रो अलिक मजाले बुझ्दैन र, तर यो रुल चाहिँ प्रायः यसो बुकमा 10 क्लासको बुकमा प्रायः यसो च्याप्टरमै दिएको हुन्छ यो रुलहरू। च्याप्टरमा दिएको किन त्यो त्यहाँबाट घोक्नुभन्दा यहाँ नै घोक्दाखेरि केही फरक हुँदैन, तर यहाँ चाहिँ कस्तो के केसमा युज हुन्छ त्यो मैले भनिदिने छु। त्यही भएर अलिकति यहाँ त्यसमा त्यहाँ हेरेर घोक्ने र यहाँ हेरेर चाहिँ कस्तो खालमा युज हुन्छ यो रुलहरू युज हुन्छ त त्योतिर ध्यान गरौँ। र अहिले चाहिँ यो भिडियो यहीँ गरौँ। यसको बारेमा अरू एक्जाममा आइरहेको क्वेसन
र इम्पोर्टेन्ट क्वेसनहरू म अर्को भिडियोमा सल्भ गरेर तपाईँलाई सिकाउने छु। त्यसको लागि तपाईँले मेरो यो टिकटक च्यानललाई लाइक र फलो, यो भिडियोलाई सेयर गरिदिनुहोस् है। धन्यवाद।